कार्यक्रममा फेरि म उपस्थित भएको छु। आज धेरै धेरै कुराहरू चाहिँ गरिन। जाँदै मौसम पनि चाहिँ ठिक रहेछ। टाढा गएर घुमेर भिडियो बनाउने यताउता गर्न चाहिँ देखाउन पाइएन। आजको भिडियोमा अब मेरो बुढीको चाहिँ जिज्ञासा हुन्छ। तपाईँको बाल्यकाल तपाईँलाई याद हुनेछ म कस्तो कस्तो किसिमबाट चाहिँ बित्यो भनेर सोध्छु भन्दैन। के सोध्छु हेरौँ। त्यसपछि मैले आफ्नो चाहिँ आफ्नो विगत यो भिडियोमा राखेर चाहिँ सबै समक्ष मैले सेयर गर्न गइरहेको छु। हजुरलाई कस्तो लाग्छ, के गर्छ र हजुर कस्तो अवस्थाबाट कसरी चाहिँ यहाँसम्म आइपुग्नुभयो हजुरले पनि बताउनु होला भन्न चाहन्छु। ल हाम्रा बुढाले बाल्यकालको जीवन कस्तो बिताउनु भयो त्यो सबै कहानी बताउनुहुन्छ अरे। सबैले राम्रो सुनिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। बाल्यकालमा अब मैले अब जान्ने भएसम्म लगभग 7-8 वर्षबाट ता कुराहरू मलाई धेरै किसिमका चाहिँ यादहरू छन्। त्यसमा अब पहिला त सबै अब गाउँ नेपाल जहाँ पनि अलिकति विगत त थियो, अलिक धेरै विकसित भइसक्यो। बाटाघाटा गए, शिक्षा गाउँ ठाउँमा गए, हरेक कुराको मान्छेमा चेतना आयो। धेरै कुरा चाहिँ परिवर्तन भएको छ अहिले र उसबाट चाहिँ धेरै पुरानो मान्छेको म पनि होइन। त्यही पनि फरक चाहिँ दुईवटाको चाहिँ धेरै चाहिँ चेन्जेसहरू चाहिँ आउँदो रहेछ। हाम्रो पालामा चाहिँ लगभग यस्तै 5-6 वर्षबाट स्कुलमा जान चाहिँ सुरु गरियो। म गुल्मी जिल्ला अरलानकोट गाविस सीतापुरबाट चाहिँ आफ्नो अध्यापन सुरु गरेको थिएँ। 6 वर्षको समयमा बल्ल चाहिँ शिशु कक्षा भनौँ यो कक्षाको भन्यो भने त्यहाँ गइयो। अब पढ्ने अवस्थामा अब खाली खुट्टा जानिन्छ। त्यसरी चप्पल जुत्ता भन्ने त्यस्तो चाहिँ सबै चिज गएको पनि छैन। कसैसित पनि हुन्थेन नि त, मसित थिएन भन्न मिल्दैन, कसैसित पनि थिएन। स्कुल अब त्यत्रो चाहिँ स्कुल थियो, 7सम्मको स्कुल थियो। तर पनि त्यहाँ एउटा टोइलेट भन्ने थिएन। दिसा लगायो भने बाहिरतिर दगुर्ने चढ्ने त्यसो गर्नुपर्ने। 4 बजे स्कुल बिदा भयो भने हामीहरू त छाडमा बाँकी पहिला गएर आमाले के बनाउनु भएको छ भन्ने आमाले बनाएका रोटीहरू खाजाहरूमा चाहिँ लडीमडी गर्ने, खाने, कसले पहिला खाने भन्ने, त्यसैमा भाइ बहिनी जम्मा हुने, झगड्ने, त्यसैमा रमाइलो पनि हुन्थ्यो, खुसी पनि धेरै खुसी चाहिँ थियो। अब स्कुलबाट दिउँसो चाहिँ ब्रेक 1बाट 2 बजेसम्म ब्रेक हुन्थ्यो। त्यो ब्रेकमा हामी आएको अब चाहिँ जङ्गलमा के फलफुल खाले छन्, के गरे छन्, रुख चढ्ने, फलफुल टिपेर खाने, के गर्ने गरिन्थ्यो। अब अहिले त्यो कसैले जङ्गलको चाहिँ अर्ग्यानिक फलफुलहरू खाने क्यार्ने कसैले गर्दैन। त्यस्तो थियो। घरमा पनि हामीले बिहान उठेर तर म अब चाहिँ समयसँगै मैले चाहिँ आफूले बिहा गर्नभन्दा अगाडि आफ्नो बाल्यकाल बताउँदैछु। यो उमेरमा यो उमेर यो भन्दा पनि त्यो बचपन बाल्य अवस्था कसरी बित्यो भन्ने कुरालाई त्यसरी ठुलो हुँदै गइयो, त्यो गर्दै गइयो। बिहान उठेर सबैले अन्त त घरभरि डिङ्गा हुन्थ्यो। यतै बाख्रा भैँसी गाई आदि हुन्थ्यो। तिनलाई घाँसपात नगरेसम्म हामी चाहिँ स्कुल कहिल्यै गइएन। अब चाहिँ सिजन आउँथ्यो, धान मोल फाल्ने सिजन, मकै छर्ने सिजन, अब दाउरा चैतमा दाउरा काट्ने सिजन। त्यो सिजनमा हामीले हुद्दा लाएर गाउँका सबै चाहिँ छोराछोरी सबै जम्मा भएर 10जना 12-15जना भएर कहिले कस कहाँ दाउरा बोक्ने, कहिले कस कहाँ दाउरा बोक्ने, सबै इकट्ठै भएर कहिले कस कहाँ मोल बोक्ने। त्यसपछि बिहान 7 बजेबाट 8-9 बजेसम्म 2 घन्टा हामीले नबरु काम गरेर हुद्दा लाएर सबैका जसका जे काम छ त्यही गरेर स्कुल गइन्छ। स्कुल गएपछि अब पढ्न त मास्टरहरूलाई पनि अब सिजनमा त्यस्तो फुर्सद त हुन्थेन।
त्यहाँबाट अब केटाहरू पढेनन् फेल भयो ऊ भयो भनेपछि मास्टरहरूले एकदमसित कुट्ने चलन थियो। अब कसैले एकदम मिहिनेत गर्ने दिमागले ट्याक्क क्याच गर्ने मान्छे पास पनि भइहाल्थ्यो, राम्रो नम्बर पनि ल्याउँथ्यो। नभए धेरै जसो चाहिँ पढाइ भनेर त्यस्तो महामारी थिएन। अब टिचरहरूले पनि विद्यार्थीहरूलाई पढाउनु पर्छ, यिनीहरूलाई मिहिनेत गर्नुपर्छ, घर परिवारलाई पनि यिनीहरूलाई यसो समय दिनुपर्छ, पढाइ यस्तो भनेर बुझाउने मान्छे थिएन। घर काम नगरिकन गइयो भने बेलुका आएर खाना मिल्ने हो कि होइन, टुङ्गो हुने थिएन। फल्लाङ्गाले सबैले गरे त कहाँ गर्थिस् भन्ने हुन्थ्यो। कोही रामरमिता जाँदाखेरि, कोही बिहामा यताउता आजापूजा जाँदाखेरि यसो जाने, घरको पठाए जाने, नभए घरको काम हुन्थ्यो, घरको बुवालाई चाहिँ सहयोग गर्ने, अरू चाहिँ अभिभावकहरूलाई पठाउने, आफू चाहिँ पछाडिका सबै बस्ने। अभिभावकलाई नसोधे, बा आमालाई नसोधेसम्म, आफूहरूलाई ठुलोलाई नसोधेसम्म, दाजुहरू छन् भने दाजुहरूलाई नसोधेसम्म कोही पनि आफ्ना खुसीले कहीँ जाने चाहिँ चलन पनि थिएन। त्यसपछि अब गर्दै गर्दै अब ठुलो हुँदै गयो, आमाहरू बिरामी भए, कोही घरमा चाहिँ बिरामी भए, कोही अशक्त भयो भने सबको जिम्मेवारी चाहिँ घरमा जो चाहिँ छ सानै भए पनि उठाउनु पर्ने त्यस्तो कन्डिसन थियो। अहिलेको जस्तो कन्डिसन अहिले हेर्नुपर् मान्छे फ्री हुनुपर्छ, बरु गाउँमा डुलेर बिताओस्, तर बच्चाहरूलाई काम हरायो भने उनको पढाइ बिग्रन्छ, भविष्य बिग्रन्छ, उसले कुन लाइनमा हिँडिरहेछ, कसरी आफ्नो करियर बनाउन हिँडिरहेछ भन्ने कुरा अब सबैलाई त भन्न मिल्दैन। अब चाहिँ साथीभाइमा लैलैमा फल्ना छोरो पनि घुमिएको छ, उसलाई केही नभनी ऊ घुमिएको छ भने अहिले चाहिँ कोही किन हिँड्यो भने तर कसैले खोज्ने कि गर्दैन। उसतिर अब कहाँ गएछ के गएछ, घरको लाइन छोडेर हिँड्यो भने त बर्बादै भयो भन्ने हुन्थ्यो। अब स्कुलमा बस्दाखेरि अहिले केटाकेटी सबै सँगै हिँड्दै मच्चिँदै हिँड्छन्। यसरी एउटा केटीहरू बस्छ, बेलुका छेउमा गएर केटो बस्यो भने केटी उठेर भन्यो भने घर नगरे छोरीहरूलाई किन बोली, छोराहरूलाई आज त फलाना केटीसित बोलेको किन बोलेको भनेर अब बाहरूले किन बोलेको भनेर चाहिँ गाली गर्ने पिट्ने सबको डर हुन्थ्यो। समाजभन्दा बाहिर कसैले चाहिँ काम गर्न सक्दैन थियो। ठुलाबडाको घरका परिवार छैन र ठुलाबडाको कसैको पनि ले देख्यो भने या केही भन्यो भने सब डर हुन्थ्यो, अनुशासनको पालना हुन्थ्यो। आफ्नो खेती किसान मान्छे चाहिँ पूर्ण रूपमा चाहिँ आत्मनिर्भर थियो। हाम्रो गाउँमा भनौँ, हाम्रो घरमा मात्र होइन, हाम्रो गाउँमा हामीले ल्याउने भनेको एउटा चिया चिनी, अरू आटो पिठो धान गहुँ जसको जग्गामा जे हुन्छ सबैले उत्पादन गरेर खाने, किनेर खाने पर्यो भने इज्जत जाने त्यस्तो हुन्थ्यो। त्यसपछि अब गर्दा गर्दै अब उमेर पनि बढ्दैछ, जानुपर्ने, बेलुका 1 घन्टा लाएर आउनुपर्ने। अब पढ्न पनि एकदम गाह्रो भयो, पढाइको पनि त्यति माथि हाई लेभलसम्म पुग्न सकिएन, छोडेर चाहिँ अब इन्डियातिर गइयो। अब इन्डिया गएर यताउता गर्दा गर्दै समय बित्दै गयो। 22-23 वर्ष त अब मेरो बालापन पनि सुत्यो भयो, बिहा गरियो। अब खेलकुदको कुरा गर्न बिर्सेछु। हामी चाहिँ गाउँमा जो स्कुलमा हामीले खेल्दाखेरि कबड्डी खेलिन्थ्यो, डन्डी खेलिन्थ्यो, गुच्चा खेलिन्थ्यो र बल खेल्नु पऱ्यो भने यो छालाको बल त अब किन्ने चाहिँ हैसियत स्कुलमा त कोही समय एउटा दुईवटा बल हर्नु पऱ्यो हुन्थ्यो। त्यो पनि फाड्छन् भनेर चाहिँ प्रोग्राम पढ्दा खेल्ने नभएपछि त्यसरी बल खेल्ने भनेर स्कुल दिन खेल्यो नि एक दुईवटा बल हुन्थ्यो, नभए मोजाका बल बनाउने खेल्ने गरिन्थ्यो। अब दुःखमा एकदम दयनीय चाहिँ बाल्यपन चाहिँ बित्यो। त्यसमा दुःखका साथै खुसी पनि थियो। अहिले मान्छेमा चाहिँ सुख छ तर खुसी छैन।
बुझ्दै र दुःख थियो, तर दुःखभित्र खुसी थियो। घरमा नगर सबै मिलेर आटोपिटो जे खाए पनि सबै परिवार जम्मा हुँदा खेतीसेती भित्री हुँदा के गर्दा एकदम खुसी छान्थ्यो। अहिले चाहिँ अब खाना मिठो मिठो पाक्छ घरमा, मासु भात दही दुध जे चाहिए पनि किनेर भए पनि मान्छेले खान्छ। तर त्यो खाँदाखेरि त आनन्द छ, तर खाइसकेपछि अब त्यो पैसा कहाँ तिर्ने, के गर्ने, ल ऋण लाऊ के गरौँ भनेर मान्छे अहिले खाइसकेपछि दुःखी छ। उसरी मान्छेले दुःख गर्छ, दुःखी थियो, काम गर्न दुःखी थियो, समय दुःखी थियो, तर मान्छेमा खुसी थियो। यस्ता डिप्रेसन सुगर प्रेसर यस्ता थिएनन्। मान्छे खुसी थियो, दुःखभित्रको खुसी थियो। अहिले सुखभित्रको दुःख छ। फरक त्यस्तो थियो बुढी। मेरो बाल्यकाल त्यस्तै गर्दै बित्यो। ल हुन्छ, यो मेरो भिडियोलाई चाहिँ हजुरहरूले चाहिँ हेरिदिनु होला। कस्तो लाग्यो, तपाईँहरूको बाल्यकाल कसरी बित्यो। अब यसमा सबै बनाउन त एउटा फिल्मै बनाएर देखाउन पर्छ। सबै बताएर पनि सकिन्न। ल मेरो भिडियो हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। र म गुलमेली साइनलाई नमस्ते। फेरि अर्को भ्लगमा भेटौँ।